मिनासान ओहायो गोजाइमास आकारी अपलोड स्टडी एन्ड एजुकेसन बुटोलबाट म सुमित गइरे। हामीहरूले यो जापानिज भाषाको ग्रामरको पार्टहरू अथवा जापानिज भाषा सिक्ने क्रममा आज चाहिँ हामी लेसन 21 को ग्रामरको भिडियो बनाइरहेका छौँ। लेसन 21 भनेको चाहिँ N4 पढ्नको लागि एउटा बेस लेसन हो। 20 लेसन, 21 लेसन, 22 लेसन, 23 लेसन यो जति पनि छ यो N4 पढ्नको लागि चाहिने बेस लेसन्स हो। हामीले यसमा प्लेन फर्म बोलीचालीको भाषाहरूमा कसरी परिवर्तन गर्ने भन्ने कुरा चाहिँ हामी यो लेसन 21 मा पढ्छौँ है त। सो जा मिनासान कोरेकारा ने दाइ निजु इखानो बुन्पो ओ हजिमेमास्यो। तपाईहरुलाई कस्तो लाग्छ हाम्रो ग्रामरको पार्टहरू हजुरहरूले सुझाव दिनु होला, कमेन्ट गर्नु होला है त। लेसन 21 मा सबभन्दा पहिला हामीले पढ्नुपर्ने कुरा के छ भन्नुस् त, यो के हो? तो ओमोइमास। के हो यो? तो ओमोइमास। तो ओमोइमास भनेको नेपालीमा के अर्थ लाग्छ? जस्तो लाग्छ। कुरा बुझ्नुस् है। सूत्र के हो? तो ओमोइमास भनेको जस्तो लाग्छ, जस्तो लागिरहेको छ भनेर बुझिन्छ। तर यसको सूत्र के हो त? यदि तो ओमोइमासको अगाडि भर्ब छ भने के फर्ममा लाग्नुपर्छ? प्लेन फर्म फुचुकेइमा लगेर तो ओमोइमास। इ केयुसी अथवा इ विशेषण छ भने के गर्नुपर्छ? प्लेन फर्ममा चेन्ज गरेर तो ओमोइमास। ना एडजेक्टिभ छ भने के गर्नुपर्छ? डा तो ओमोइमास। अब के गर्ने हो? के बुझ्नु पर्यो? भर्ब को प्लेन फर्म प्लस तो ओमोइमास, इ केयुसी को प्लेन फर्म प्लस तो ओमोइमास, ना विशेषण अथवा नाम पद आउँछ भने के गर्नु पर्यो? डा तो ओमोइमास। म तपाईहरुलाई एउटा एक्जाम्पल यहाँबाट देखाइदिन चाहन्छु है तो ओमोइमासको। ल हेर्नुस् त, वातासी वा आसिता आमेगा फुरु तो ओमोइमास। ल हेर्नु, यो फुरु भनेको के हो? पानी पर्छ। फुरिमासलाई प्लेन फर्ममा लाग्दा के गरेको? फुरु। तो ओमोइमासको अगाडि क्रिया भएको हुनाले फुरिमासलाई केमा चेन्ज गरेको? फुरु तो ओमोइमास। कुरा बुझ्नुभयो? जुन 20 लेसनमा हामीले फुचुकेइमा चेन्ज गर्न सिकेको हो कि हैन, त्यही फुचुकेइको पछाडि के गर्नु पर्यो? तो ओमोइमास है। सो वातासी वा आसिता आमेगा फुरु तो ओमोइमास। मलाई के लाग्छ? भोलि पानी पर्छ जस्तो लाग्छ। तर 100% पर्छ जस्तो लागेको होइन। उलाई लागेका कुराहरू, उसलाई गेस गरेका कुराहरू तो ओमोइमास, फुरु तो ओमोइमास। ल यो निबानमा के लेखेछ पढ्नु त? के लेखिन्छ? वातासी वा आसिता सामुई तो ओमोइमास। मलाई भोलि जाडो हुन्छ जस्तो लाग्छ है। हुन्छ जस्तो लाग्छ। सामुई, सामुई भनेको इ केयुसी हो। इ केयुसी लाई केमा चेन्ज गर्यो? प्लेन फर्ममा चेन्ज गरेर तो ओमोइमास गरायो। अब अर्को हेरौं, आसिता के भनेको छ? आसिता के भनेको? आसिता मो है। भोलि पनि राम्रो मौसम हुन्छ जस्तो लाग्छ। आसिता मो इ तेन्की डा तो ओमोइमास। तो ओमोइमासको अगाडि तेन्की नाउन हो कि हैन? नाउन आयो भने के गर्ने भनेको? डा तो ओमोइमास। अब सर्टकटमा के बुझ्नु पर्यो भने तो ओमोइमास भनेको जस्तो लाग्छ। तो ओमोइमासको अगाडि भर्ब छ भने प्लेन फर्ममा लाग्ने, इ विशेषण छ भने प्लेन फर्ममा लाग्ने, ना विशेषण अथवा नाम पद छ भने के गर्नुपर्छ? डा तो ओमोइमास गर्नुपर्छ भनेर बुझ्नुभयो भने यो प्याटर्न पनि हामीले बुझिन्छ। अब हामी जान्छौं यसैको तो ओमोइमास सक्यो हो। अब के जान्छौं? तो इमासिता। के हो यो? तो इमासिता भनेको के हो? भनेर भने अथवा भनेर भन्नु भएको थियो है। यसमा पनि उस्तै उस्तै हो सूत्र। हेर्नुस् त, यसको सूत्र र यसको सूत्र एउटै हो। यसमा तो ओमोइमास, यसमा के हुन्छ? तो इमास्ता। भर्ब आउँछ भने प्लेन फर्ममा लाग्ने, इ विशेषणलाई पनि प्लेन फर्ममा लाग्ने, तर ना विशेषण अथवा नाम पद आउँछ भने के गर्ने? डा तो इमास्ता। माथि डा तो ओमोइमास गरे जस्तै अब तल पनि के गर्नुपर्छ? डा तो इमास्ता। ल एक्जाम्पल हेर्नुस् है। रेइमा हेर्नुस्, तो इमास्ता भनेर भनेर भन्नु भएको थियो। वातासी वा खाच्यो नि खाइस्याओ यामेरु तो इमास्ता। मैले ब्रान्च म्यानेजरलाई, खण्ड प्रमुखलाई के भने? खाइस्याओ यामेमासको प्लेन फर्म यामेरु तो इमास्ता। मैले कम्पनी छोड्छु भनेर भने। अब तो इमास्ताको अगाडि भर्बलाई जहिले पनि के फर्ममा लाग्नु पर्छ? प्लेन फर्ममा। त्यो हाम्रो फर्मुला हो, सूत्र हो। अब हेर्नुस् त, वातासी वा चुरीगा सुकी डा तो इमास्ता। मलाई चुरी भनेको माछा मार्ने, बल्छी गर्नेलाई चुरी भन्छ। सुकी डा तो इमास्ता। सुकी भनेको ना विशेषण हो कि हैन? ना विशेषण आयो भने के गर्ने भनेको? डा तो इमास्ता। ओके। यस्तै वातासी वा यासिमीगा होसी तो इमास्ता। यो होसी भनेको के हो त?
ई विशेषण हो ई विशेषणलाई के गरियो प्लेन फर्ममा चेन्ज गरेर तोइमास्ता हामीले सर्टकटमा के बुझ्न पर्यो भने लेसन 21 पढिरहँदाखेरि तोमोइमास भनेको जस्तो लाग्छ तोइमास्ता भनेको भनेर भने अथवा भनेर भन्नुभयो यिनीहरूको अगाडि भव आउँछ भने प्लेन फर्म ई विशेषण आउँछ भने प्लेन फर्म तर ना विशेषण अथवा नामपद आउँछ भने जहिले के गर्ने दातो इमास्ता दातो ओमोइमास भन्ने सूत्र चाहिँ नबिर्सनुस् है। अब अर्को छ हामीसँग यही लेसनमा देश्यो के अरे हो देश्यो है बोल्दाखेरि पनि याद हुन्छ देश्यो भनेको के रहेछ है भनेको के हैन तपाईलाई पनि थाहा छ मलाई पनि थाहा छ तर पनि तपाईको समर्थन लिनको लागि मैले के भन्छु देश्यो देश्यो भन्छु तर यो देश्योको अगाडि जहिले पनि के हुन्छ प्लेन फर्म प्लस देश्यो कुरा भन्नुस् है यहाँ अलिकति बुझ्न जरुरी छ देश्योको अगाडि जहिले पनि के हुन्छ प्लेन फर्म प्लस देश्यो हुन्छ भनेर बुझ्न पर्यो है। म अलिकति अगाडि ल्याए ल हेर्नु यहाँनिर के छ भन्दा देश्यो भनेको है कसैको कुनै अर्को थर्ड सेकेन्ड पर्सनको सहमति लिनको लागि है हामीले देश्यो युज गर्छौं तर क्रिया आउँछ भने प्लेन फर्म ई विशेषण आउँछ भने प्लेन फर्म तर ना विशेषण नामपदको पछि दा लगाउने हो होइन पछाडी देश्यो लगाउने मात्रै के कुरा जान अरु सबै सूत्र एउटै भयो त्यही ना विशेषण नामपदमा दातो मैमास दातो इमास त लगाइयो तर यसमा के गर्नु पर्यो पछाडी ना विशेषण नामपदको पछाडी के गर्नु पर्यो देश्यो लगाएपछि कुरा सकिन्छ है त। देश्यो भनेको के रहेछ है भनेर आफू अन्त सेकेन्ड पर्सनको सहमति जनाउन जस्तै हामी कुनै पसलमा कुनै केही खाजा खानको लागि गयौं मोमो पसलमा गयौं सबैले मोमो खायौं हैन मोमो खाइसकेपछि के भने मिठो छ है कस्तो मिठो छ है त्यो साथीले नि खाइराछ भने त्यो साथीको पनि सहमति मिठो छ है गर्मी छ नि त हैन आचुई देश्यो गर्मी छ है सबैलाई थाहा छ गर्मी छ तर पनि तपाईहरु अके हैन कस्तो गर्मी छ भनेर जवाफ दिनुहुन्छ मलाई सहमति जनाउनुहुन्छ भन्ने हिसाबमा के भनेको प्लेन फर्म प्लस देश्यो तर ना विशेषण नामपदको पछाडी सामान्य देश्यो लगाउने भनेर बुझ्न पर्यो है त। यो हाम्रो लेसन 21 को ग्रामरको पार्ट थियो जसमा तो मैमास तो इमास्ता र देश्यो प्याटर्न हामीले पढेका थियौं। हजुरहरुलाई कस्तो लागिरहेको छ यदि तपाईहरु पनि स्टुडेन्ट भिजामा जापान जाने योजना बनाउनु भएको छ अथवा एसएसडब्ल्यू वर्किङ भिजामा जापान जाने योजना बनाइराख्नु भएको छ जापानिज भाषाको क्लासेस कहाँ पढौं भनेर अन्यलमा हुनुहुन्छ भने आकारुई अब्रोड स्टडी एन्ड एजुकेसन बुटोललाई तपाईहरुले सम्झिन सक्नुहुन्छ। हामीकोमा जनवरी अप्रिल इन्टेकको लागि न्यू एडमिसन क्लासेसहरु सञ्चालन गरिसकेका छौं। मिनासान दाइजेना जिकानो कुरेते होन्तन दो मारिगातो गोजाइमास्ता माता चुकिनो राई बुझिग्यो दे आइमासो सायनारा कियो चुकेतेने।